हाय, आज चाहिँ म गोठालो आएको छु होइन। यस्तो गाह्रो हुन्छ, सानोमा कहिले पनि गोठालो गएको मलाई हुने यादै छैन के, जानै पर्दैन थियो। हामीले बारीमै घाँस काटेर गाईबस्तुलाई हाल्न पर्थ्यो होइन। हँसिया नजलाएको पनि 10-12 वर्ष भइसक्यो होला। अहिले गयो भने त मम्मीले म काटेर ल्याइदिन्छु नि भन्यो भने पर्दैन, हुँदैन हुँदैन हात काट्छ भन्नुहुन्छ, दिनै हुन्न के। सो यिनीहरू चाहिँ घाँस काटेर हाल्नु नपर्ने गोठालो हो, हिँड्या हो यिनीहरूलाई चाहिँ यिनीहरूलाई खेलाउने गोठालो भएर हिँड्यो। अहिले चाहिँ गोठालो जाँदा हाम्रो चाहिँ फेरि यस्तो यस्तो बिरुवाहरू पनि छ होइन। अनि रमाइलो हुन्छ है, केटाकेटी हुँदा कस्तो आनन्द हुन्थ्यो। अहिले केटाकेटीको गोठालो भएर बस्नु परेछ। पहिला सानोमा भन्दा नि काम गर्न सक्ने हुँदाखेरि त घरको काम गर्ने कि बाहिरको काम गर्ने भन्दाखेरि म बाहिरकै गर्छु, घरको त गर्दिनँ भन्थेँ क्या। म त्यस्तो अल्छी लाग्थ्यो कि मलाई घरको काम गर्नलाई होइन। बारीमा जाने, खन्ने, घाँस काट्ने सब थोक गर्नु मलाई एकदम इजी पिजी लाग्ने। तर यो घरमा घर सरसफाइ गर्ने, खाना पकाउने, भाँडा माझ्ने जस्तो चाहिँ यस्तो अल्छी लाग्थ्यो मलाई त्यो काम गर्नलाई। म बाहिर नै रोजेर धेरै चाहिँ म बाहिरको काम गर्थेँ क्या है। अनि अहिले चाहिँ बारी छैन, यहाँ पकाउने, खाने, घर सफा गर्ने भन्दा कामै छैन, त्यो नगरी भएकै छैन। अनि त्यही गर्ने, गोठालो हिँड्ने, एकछिन ननिकाली पनि नहुने होइन। पुरा एक्सर्साइज सुरु भएको छ उनीहरूको। यो त सधैँ हो, 1-1.5 घन्टा चाहिँ इभिनिङमा सधैँ गोठालो जानुपर्छ। अनि एक्सपिरियन्स बटुल्दैछु गोठालोको। बा तर खत्रै गर्छ है यो केटाले चाहिँ। यस्तो खस्रो भएमा नगर न भनेको सबजना नमानेर सुत्ती भएमा गर्दैछ होइन। हामी सानोमा हुँदा यसरी खेल्न पाउँथ्यो र भन्ने लाग्छ क्या मलाई। मलाई त खासै याद छैन त्यस्तो भाँडाकुटी खेल्न गएको गरेको पनि। म त्यस्तो खेल्न जान्नथेँ। साथीभाइहरूसँग अलिकति ठुलो भएपछि भनेको फरक कुरा हो। अनि त्यस्तै हो होइन। अहिले चाहिँ म गोठालोको एक्सपिरियन्स बटुल्दैछु। यो चाहिँ एभोकाडो हाम्रोतिर चाहिँ यत्तिको साइजको भएको छ। सो यो ब्लग यत्तिकै, बाई।